हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्कार एन्ड शुभ बिहानी। आज 2082 कार्तिक 19 गते चाहिँ यो भिडियो बनाउन गइरहेको छु। यो बन्दै गरेको भवन चाहिँ फाकफोक्थुम गाउँपालिका वडा नम्बर 2 स्थित 1500 हस्पिटल बन्दै गरेको हो र यसमा काम गरिरहँदा यो एउटा भिडियो बनाउन मन लाग्यो र बनाउँदैछु। तपाईँ सम्पूर्णलाई स्वागत छ। र यो भिडियो बनाइरहँदाखेरि यहाँ धेरैजना छौँ काम गर्नेहरू, आफ्नो आफ्नो ठाउँबाट सबैले आफ्नो आफ्नो काम गरिरहेका छौँ र म चाहिँ हस्पिटल यो भवन बन्दै गरेको ठाउँमा चाहिँ मैले पेटी ठेक्का लिएर गर्दै गरेको र यहाँ जना व्यक्तिसँग तपाईँलाई इन्ट्रोडक्सन गराउन चाहन्छु। र त्यो व्यक्ति हुनुहुन्छ फाकफोक्थुम गाउँपालिकाका प्राविधिक मित्र। उहाँले अब आफ्नो इन्ट्रोडक्सन आफै दिँदै हुनुहुन्छ। नमस्ते, मेरो नाम चाहिँ बम राजे राई। म फाकफोक्थुम गाउँपालिकाको सब इन्जिनियर। हाल चाहिँ यो 1500 हस्पिटलमा साइड इन्चार्जको रूपमा कार्यरत छु। अहिले चाहिँ हाम्रो यो ब्लक A को चाहिँ सेकेन्ड फ्लोरको चाहिँ हाम्रो स्ल्याबको काम चाहिँ भइरहेछ। अनि त्यसकोमा चाहिँ बारबेन्डिङको काम भइरहेर हामी चाहिँ त्यही बारबेन्डिङको काममा चाहिँ म चाहिँ चेकजाँच गर्न गइरहेको छु। धन्यवाद। ल, र त्यसै गरी यहाँ हुनुहुन्छ हाम्रा डाँफे कन्स्ट्रक्सनका इन्जिनियर सर र उहाँले आफ्नो परिचय आफै दिँदै हुनुहुन्छ यहाँनिर। म सुरेन्द्र यादव, डाँफेका इन्जिनियर सुरेन्द्र सर। यहाँ अब यो साइडमा चाहिँ अब उहाँकै नापेटमा सबै यो साइड चलाएको छ र आज हामीले उहाँसँगैको सहकार्यमा उहाँको सरसहयोगमा चाहिँ मैले यो साइट निर्माण गर्दैछु। विशेष बोस उहाँ हुनुहुन्छ। र यहाँ चाहिँ फाकफोक्थुम गाउँपालिकाका सब इन्जिनियर हुनुहुन्छ बमबहादुर राई र उहाँहरूसँग हामी मिलेर चाहिँ यो भवन बनाउँदैछौँ। यो भवनको ठेक्का रहेको छ डाँफे कन्स्ट्रक्सनबाट भने म पेटी ठेक्दार। र यो भवन बनाउनुमा साथ दिनुहुने मेरा मित्रहरू हुनुहुन्छ, एकदम आत्मीय साथीहरू र उहाँहरूकै साथ सपोर्टले यो भवन बनाउँदैछु। र यो भवन चाहिँ एकदम हेभी स्ट्रक्चरबाट छ। आजसम्मकै मैले गर्दै आएको कामहरूमा यो स्ट्रक्चर हेभी रहेको छ र यी सबै साथीहरूको साथ सपोर्टले गर्दाखेरि यो भवन बनाउन म सफल हुँदैछु। र विशेष गरेर मेरा जना साथी हुनुहुन्छ साइनोले काका पर्ने सरोज राई, उहाँलाई सम्झिनु चाहे। उहाँ मार्फतै मैले यो ठेक्का हात पारेको हुँ र उहाँले चाहिँ एकदम पहिल्यैदेखि मलाई साथ सपोर्ट दिँदै आउनु भएको छ। उहाँलाई एकदमै हृदयदेखि धन्यवाद दिँदै अहिले हालसालको अवस्थामा यो बन्दै गरेको भवनमा काम गरिरहेका छौँ हामी सब मेरा गाउँका भाइहरू, आफ्नै भाइहरू पनि छ यहाँ काम गर्नेहरू। र यस्तै यस्तै अरू पनि छन् मेरा साथीहरू, धेरै मलाई साथ दिने मेरा अग्रज दाइहरू हुनुहुन्छ। उहाँहरूलाई सम्झिरहेको छु। उहाँहरूको नाम म लिन्न किनभने धेरैजना हुनुहुन्छ मेरा अग्रज दाइहरू। आजसम्म मलाई साथ सपोर्ट गर्ने प्रिय मित्रजनहरूलाई सबैलाई धन्यवाद दिँदै यो भिडियो म पेन्ट गर्न चाहे। धन्यवाद।